पानीले फ्रेस माछाहरू चाउमिनहरू। हेलो हेलो, मेरो चाहिँ एकछिन बस्ने फुर्सद छैन है। हिँड्दा हिँड्दा बल्ल बल्ल रुममा आइपुगेर थकाइ मार्न पाएको छुइनँ। फेरि अर्को काम आइलाग्छ के। अनि म अब फेरि बेलुका भइसक्यो नि त, 5 बज्न लागिसक्यो। अनि म चाहिँ फेरि जाने काम पऱ्यो के। कस्तो झ्याउ लाग्छ, खुट्टा कस्तो भएको छ कि थाकेर। अनि म चाहिँ फेरि हिँडेँ होइन, मेरो यो सामान नपुरै नहुने भएर के यति धेरै सामान थियो। अब एक सामान भन्दा चाहिँ मेरो कामको सामानहरू हो। अनि म चाहिँ त्यो पुऱ्याउन हिँडेको। अनि साथी उरामा चाहिँ एउटै काममा उयो गरेको थियौँ। अनि उसको राम्रै अब यो सामानहरू पुऱ्याइदिने, हामीले त्यो काम छोड्दैछौँ नि त। त्यही भएर उरामा जान लागेको सामान पुऱ्याउन। अनि पुऱ्याएर आउँदा चाहिँ अब घुम्दै घुम्दै आइन्छ कि थाहा छैन। अब हेरौँ कस्तो हुन्छ। टाइम भयो भने चाहिँ हामी यसो हावा खाँदै घुम्दै घुम्दै आउँछौँ उरामा सुलुलुलु। मलाई त एकछिन बस्ने फुर्सद छैन। यो ठाउँ छोड्ने बेला त मेरो बिजोकै भइसक्यो। के गर्नु, सामान मिलाउने यति धेरै छ घरमा। त्यस्तै छ, स्टे ट्युन हेर्दै गर्नु होला। कतिलाई होइन बाहिर चाहिँ भिडियो बनाउनु मन परिहाल्छ नि त। अनि म खासमा काममा निक्लेको इमर्जेन्सी, त्यही पनि मलाई कस्तो भिडियो बनाउनु पऱ्यो। अनि त्यतिर म पनि अलिक ढिलै धेरै पछि नै आएको। कस्तो अहिले त अनि बेलुका भएर होला, कति फुल कति शीतल कि। अनि अब सामान पुऱ्याउनु त हिँड्दै जानुपर्छ कि। ट्रेनमा जाँदा पनि हुन्छ, तर हामी चाहिँ हिँड्दै जाने भनेर चाहिँ यहाँ मेरो साथी आउँदैछ, ऊ बस्नु चाहिँ यता हो। अनि म चाहिँ अब उसलाई पर्खिँदै हावा खाँदै बसिरहेको छु है। यतातिर यस्तै छ, कस्तो रमाइलो क्या। साह्रै रमाइलो लाग्नु थाल्यो झन् हेलो हेलो, यहाँ चाहिँ अनि पुरै होइन महोत्सव मेला लागेको छ। जापानिजहरूको देख्न सक्नुहुन्छ कस्तो रमाइलो। हेर्नु न, म पानीमा भिज्दै। अनि म चाहिँ कामको लागि खासमा यता आएको थिएँ। यहाँ त अबि मेला सेम नेपालको त महोत्सव जस्तो के, कस्तो रमाइलो हेर्न सक्नुहुन्छ। यस्तो दामी बजार लाग्दो रहेछ जापानमा पनि। फर्स्ट टाइम देखेँ, तर अब मैले छोड्ने टाइममा देखेँ। अनि म चाहिँ त्यो सामान पुऱ्याउन आएको। अघि तपाईँलाई भनिहालेँ होइन, मेरो साथी उहाँ हिँड्दैछ। ऊ चाहिँ भिडियो नबनाउने मान्छे। अनि उरामा चाहिँ यहाँ त्यो मान्छेले सबैले हेरौँ मलाई चाहिँ कस्तो रमाइलो देखेको क्या। हेर्नु न जापानको। अनि यहाँ सब जापानिज खानेकुराहरू क्या, कसैले मिठाईहरू के बच्चाहरू खेल्ने ठाउँ। यस्तो रमाइलो नेपालमा महोत्सवमा जस्तो। अनि फेरि गर्मीमा मलाई चाहिँ पुरा भिज्दै बनाउनु क्या रमाइलो लागिरहेछ। हेर्नु न, वाउ दामी दामी दामी। यही हो सुलुलुलु, अब हामी जाने। अनि मजा आउँदो रहेछ हौ भिज्दै भिडियो बनाउनु त। ऊ फेरि उहाँ हिँड्दैछ, भिडियो नबनाउने मान्छे। आमामामा, ओइ म यताबाट जानु पर्यो। मकै पोलेर यहाँ चाहिँ बेच्ने ठाउँ हेर्नु है। नेपालमा मकै पोल्छ नि, 500 रुपियाँको एउटा है पोलेको मकै गाइजहरू। अनि अझै चाउमिनहरू, अझै माछा। हेर्नु न बच्चाहरूको कस्तो रमाइलो, कस्तो आनन्द हुँदो रहेछ नि। यो त कस्तो पाल्ने कि के गर्ने माछा हो। अनि त्यो चाहिँ बच्चाहरूलाई आफै छान्नु पाउँदो रहेछ त। यहाँ चाहिँ चिसो, नेपालको महोत्सव जस्तै हो। ए बोतलहरू रहेछ, बोतलहरू। अनि यो चाहिँ अब यहाँ चाहिँ हेर्नु न बनाना फ्लेभरहरूको आइसक्रिम। कस्तो रमाइलो हो। यहाँ त पुरा महोत्सव रहेछ। यस्तो दामी दामी सुलुलुलु रमाइलो रहेछ। तर पानी आएर कस्तो, यहाँ चाहिँ मासु पोलेको होइन। यस्तो भिड, यति रमाइलो के राम भन्छ। यहाँ अलिक भएन क्या, यहाँ महोत्सव त रमाइलो थिएछ, तर पानीले होइन। चाउमिनहरू जापानको महोत्सव। सुलुलुलु पानीपुरी त्यो मिठाईहरू बेच्छ। कस्तो मजाले बनाएको के, पालहरू टाँगेर अनि फोहोरहरू फाल्ने ठाउँ। हेर्नु न के। ए भोलि यहाँको माछुरी उयो हो क्या, भोलि फेस्टिभल हो यहाँ चाहिँ। 7 महिनाको 7 गते चाहिँ जहिले पनि एउटा फेस्टिभल हुन्छ, विस माग्ने। हामी जहिले कलेजमा गर्थ्यौँ। भोलि हो, सो त्यसकै लागि होला सायद यो चाहिँ। गाइजहरू यस्तै छ। अनि हामी चाहिँ सामान पुरा फर्किँदैछौँ, पानी परेर भिज्दै सामान छोड्दै पुरा। म चाहिँ हिँडेको मेरो साथीसँग। अब हामी गएको सामान हेरेको नयाँ दोकान भएर। नेपालको फ्रुट जापान योकोहामाको सस्तो बजार हो यो चाहिँ, योकोहामावासी।
अनि म चाहिँ 4 वर्ष बस्दा पनि यता चाहिँ आएको थिइनँ होला, पहिलोचोटि आएको, तर यसरी चाहिँ सब उयो गर्दै चाहिँ आएको थिइनँ, घुम्दै चाहिँ झलकझुलुक साथीसँग आएको थिएँ। अनि 4 वर्ष बसिसकेर 5 वर्ष लागेपछि आज आउने मौका पायो, त्यही पनि मलाई थाहा थिएन। त्यही हो, सामान पुऱ्याउनु जाँदा जाँदा यो बाटो परेर चाहिँ मेरो साथीले यहाँ पसौँ न सस्तो पाउँछ, के लगाएर जाऊँ भनेर उनीहरू चाहिँ पहिले यहीँ आउँथ्यो अरे क्या, के सब्जीहरू किन्नुलाई। सो आज आउने मौका पायो नि, मलाई सबैले हेरिरहेछ, भिडियो बनाएको देखेर होला, हेरे पनि मलाई बाल छैन, केही हुँदैन होइन। भिडियो बनाउने मान्छेलाई हेरेर के भयो त, लजाउनु भएन नि कि कसो। आजभन्दा म पनि हल्का नलजाउने भएको छु, तर साँच्चीकै सस्तो पाउँदो रहेछ अरे यहाँ त। हो यो काँक्रा चाहिँ त्यसको बाजेको कस्तो काँक्रा हो यो, एउटा औँला जत्रो काँक्रा, अचम्म सस्तै पाउँदो रहेछ। सागहरू पनि सस्तो छ, अब हाम्रोतिर त महँगो छ। अनि म चाहिँ फेरि अब यहाँ पसेर पनि त्यस्तो फाइदा भएन क्या मलाई, किन भन्नु न, म 2 दिन छ 3 दिन 2 दिन छ रुममा बस्नु, अनि मैले सामान लगेर के काम थियो भन्नु त। मलाई कस्तो रुनु मन लाग्छ। अनि म हिँड्ने बेलामा चाहिँ यस्तो दामी दामी ठाउँ ल्याउनु पर्ने। उसले पनि पहिले त बिचरा काम हुन्थ्यो, भ्याउँदैन थियो नि त कहीँ आउने घुम्ने। अनि अचेल त अब काम छैन यसको पनि, फेरि सामान पनि पुऱ्याउनै पर्ने थियो नि। त्यही हो, त्यही भएर हाम्रो मौका पनि मिलेको। अनि देख्न सक्नुहुन्छ यस्तो दामी ठाउँ के, यो त बजार पनि खतरा नामै योकोहामाबासी। हेर्नु न, मासुहरू पनि प्याक गरेर राखिदिँदो रहेछ यहाँ त। सुँगुरको खुट्टा 380 पाउँदो रहेछ। ए सस्तो रहेछ हौ खानेकुरा। मार्छ होला म चाहिँ फेरि भिडियो गर्दा गर्दै, यस्तो छ हेर्नु, सस्तो छ। अनि यो चाहिँ मैले क्या जहिले कटर भन्थेँ, होइन रहेछ डोरियान भनेको के हो, यो कटर होइन रहेछ डोरियान। त्यसै उता उम्किसक्यो त नि भिडियो। यो फ्रेस माछाहरू यहाँ फ्रेस पाउँदो रहेछ, फ्रेस यतातिर राम्रो रहेछ। योकोहामाबासी राम्रो होइन, सस्तो राम्रो पनि छ ठाउँ पनि, अनि सस्तो पनि छ। लुगाहरू पनि अब हाम्रो सस्तो लुगाहरू पनि रहेछ 1300-1000 रुपियाँको। अनि एकचोटि हेरौँ न त, पाइनएप्पल यहाँ त महँगो हो, बनाना चाहिँ सस्तो रहेछ, काम छैन है, काम छैन। यस्तो दामी छ, मलाई फेरि हाँस उठ्यो है भिडियो बनाउँदा। कति रुपियाँको लिची, कतिजना लिची हो, 220 रुपियाँको। लाज लाग्दो रहेछ है त। आहा घिन लाग्छ नि, हाम्रोमा बनाउँछ कि गङ गर्दा चाहिँ। यस्तो पनि बनाएर दिएको थिएँ मैले, नखाएको क्या एकचोटि। के हो, माछा त खान्न थिएँ, बानी भएर अहिले चाहिँ। हाम्रोमा यस्तो माछा ठक्क 5000 पर्छ। थाकेँ भन्न पनि धर छैन होइन। आज म यति थाकेको थिएँ, बिहानदेखिको कता र कता जाँदा के गर्दा फेरि हेर्नु न, त्यो हिँड्नु पर्ने पर्व अनि गएँ होइन। जिन्दगीमा थाकेँ भनेर पनि भन्नु पाउनु छैन, के गर्न। अनि आज चाहिँ म फेरि बेलुका मेरो चाहिँ त पहिलेको कामको चाहिँ सामानहरू थियो, त्यो ल्याइदिएँ भनेर नगई नआउने, आजै ल्याइदिइहाल्नु भनेको क्या, दिमाग खराब। अनि म चाहिँ सामान पुऱ्याउनु गएको, यस्तो रिस उठेर गएको थियो नि, पानी पनि आउन आँटेको थियो। अनि थाकेको पनि थिएँ, अब त्यही त हो, काम थियो। गएँ, तर गएपछि म यस्तो फ्रेस भएँ कि नभन्नु न। मैले भिडियो त स्टार्ट गरेको थिएँ, अब गरि नै हाल्छु भिडियो त। यस्तो रमाइलो त्यहाँनिर त महोत्सव जस्तो केही नेपालको अन्धकार आयो ल। नेपालको महोत्सव जस्तो यस्तो दामी थियो, स्टलहरू जस्तो होइन, यस्तो रमाइलो भयो। अनि साथी पनि थियो नि त, तर भिडियोमा आउनु मान्दैन क्या, कहिले पनि बनाउँदैन, त्यही हो। अनि मैले चाहिँ बनाएँ, पानी पनि पऱ्यो, जेसुकै नि गर्मीमा पानीमा भिज्दै यस्तो रमाइलो, यस्तो कुल भयो। अनि क्या मलाई खुसी, गलेको थाकेको सब बिर्सेँ क्या, यस्तो रमाइलो गरेर भिडियो बनाएँ, त्यही हो। अनि म चाहिँ फर्किँदैछु, अनि पनि गइसक्यो, उसको चाहिँ उतै हो साथीको चाहिँ। अनि म चाहिँ टाढा हो, म पनि अब रुम आइपुग्न आँटेँ, त्यही हो आजको भिडियो। के कस्तो भयो, रिसमा हतारमा स्टार्ट गरेको भिडियो, जस्तो भए पनि लाइक सेयर कमेन्ट गर्न नभुल्नु, साथमा सब्सक्राइब पनि गरिदिनु होला भन्दै। थ्याङ्क यू फर वाचिङ माई भिडियो, बाई बाई।